चाहिँ अहिले यो आँपको अचार बनाउन लागेको छु। त्यसको लागि मैले अहिले यो आँप आफ्नो साइज अनुसार कटिङ गरेर यहाँ नाङ्गोमा सुकाउन लागेको छु। यो आँपलाई चाहिँ अहिले फेरि मैले यो नुन र बेसार लगाएर मोलेर 24 घण्टाको लागि छोपेर छोडिदिन्छु अनि अर्को स्टेपलाई फेरि पोलिङ गरेर देखाउँछु। किनकि यसको पानी सबै सोसेको निकाल्नुको लागि चाहिँ यो गर्न जरुरी छ। नमस्ते, आज दोस्रो दिन हो। हिजो मैले यो आँपलाई काटेर नुन र बेसारमा मोलेर एक रात छोडेको थिएँ। अब यसमा आज मसलाहरू हालेर मोलेर तयार गर्दैछु। यसमा चाहिँ लाल मिर्च र हामीले कुटेको घरमै कुटेको खुर्सानीको धुलो हो। अनि यसमा हिङ पनि 2 चम्चा। अब यसमा अर्को मसला चाहिँ यसमा चाहिँ ठुलो जिरा, स्यों, कालो जिराको धुलो अनि धनियाँको घेरा, पहेँलो सर्स्यौं अनि कालो सर्स्यौं अनि यसमा चाहिँ मेथीको धुलो सबै मिक्स गरेर रेडी गरिसकेको छु मैले। अब यसलाई चाहिँ यही आँपको अचारमा मिक्स गरेर चलाउन गइरहेको छु। यो आँपको अचार चाहिँ मैले 8 किलोको बनाउन गइरहेको छु। यो आँपमा आएको पानीलाई चाहिँ हामीले नफाल्ने, किनभने यो पानीसँगै यो मसला सबै मिसावट गरेर पुरा रेडी गर्ने। अब यसलाई चाहिँ हामीले राति र बिहान एक-एकचोटि चलाएर अब एकैचोटि म 3 दिन पछाडि मात्र भेट्छु। नमस्ते। मैले अस्ति 4 दिन अगाडि यो आँप अचारलाई कटिङ गरेर मसला राखेर सबै तयारी गरेर मोलेर राखेको, यो टाइट गरेर बाँधेर राखेको थिएँ। यो अचारलाई आज चलाएर हामीले सिसाको बोतलमा प्याक गर्न गइरहेको छु। अब यो सबै सिसीमा राखेर राम्रोसित राखेर यसलाई चाहिँ हामीले घाममा राख्नै पर्छ भन्ने जरुरी छैन। सबै भर्नलाई राखेको यो सबै राम्रोसित भरिसकेँ। अब यसमा चाहिँ हामीले माथिबाट तेललाई राखिदिनु हो। यो चाहिँ बनाउँदाखेरि तेल अगाडि राख्नु पर्दैन, पछि माथिबाट सबै मिलाएर तेल राखेर ल्याउने हो। यसरी माथिबाट तेल हालिसकेपछि अब 1-2 महिना वा 2 महिनामा खाए पनि हुन्छ। जति पुरानो भयो त्यति नै मिठो हुन्छ। अब यो अचार हामीले चिसो चम्चा हातले छुनु भएन, राम्रोसित बिर्को राखेर राखिराख्नु पर्यो। अनि बीच-बीचमा एकचोटि चलाइदिएको हुन्छ। यसमा भरिसकेँ।
अब यसलाई चाहिँ म बिर्को राख्दैछु। अब यो सबै बिर्को राखेर अब 1 महिना 1.5 महिनामा खानुभएको पनि हुन्छ। तयार भइसक्यो। आँपको अचार यसरी बनाउने हो। अब यसलाई घाममा सुकाए पनि हुन्छ, नसुकाए पनि हुन्छ, केही फरक पर्दैन। आँपको अचार बनाउन यही हो तरिका।